सबैमा नमस्कार। म हुँ ज्योतिषी पण्डित बालकृष्ण शर्मा। यति बेला मैले तपाईहरुको माझमा चाहिँ वास्तु विषय लिएर आएको छु। घरमा के गर्न मिल्ने, के गर्न नमिल्ने भन्ने विषयमा लिएर आएको छु। अन्तिमसम्म सुनेर साथ दिनुहोला। मंगलबारको दिनमा कसैलाई पैसा साबट्टी दिदै हुनुहुन्छ, ऋण दिदै हुनुहुन्छ भने भुलेर पनि नदिनु होला। त्यो पैसा ढिलो फिर्ता हुन सक्छ या मुद्दा मामिला गर्न पर्न सक्छ, विवाद मनमुटाव मुठभेड हुन सक्छ। त्यो भएको हुनाले मंगलबारको दिनमा कसैलाई पैसा साबट्टी दिदै हुनुहुन्छ भने भुलेर पनि नदिनु होला मंगलबारको दिनमा। अनि अब अर्को कुरा चाहिँ घरमा जो माथिल्लो तला जानको लागि जो भड्याङ छ, त्यो भड्याङको मुनि चाहिँ जुत्ता चप्पल नराख्नु होला। त्यसले एकदमै गृहमा अशुभ, वास्तु अशुभ मानिन्छ। त्यसले राम्रो फल दिँदैन। घरमा चाहिँ भड्याङ मुनि चाहिँ जुत्ता चप्पल नराख्नु होला। अर्को कुरा चाहिँ तपाईले धन राख्ने, गरगहना राख्ने, बाकस दराजहरूको मुख उत्तरतिर फर्किएको छ भने त्यो पनि नगर्नु होला। त्यसले पनि अशुभ फल प्राप्त दिन्छ। त्यसले घरमा चाहिँ धन राख्ने, आफ्नो गरगहना सरसामानहरू राख्ने जुन दराजको मुख उत्तरतिर छ भने एकदमै अशुभ मानिन्छ। आजैका दिनदेखि हटाइदिनु होला है त। अनि अर्को कुरा चाहिँ सुत्दाखेरि सिरानी मुनि फूल राखेर सुत्नु होला। एकदमै शुभ मानिन्छ, एकदमै शुभ मानिन्छ। सुत्ने कोठामा आफूले सुत्दाखेरि देखिने गरी चाहिँ ऐना राख्नु हुँदैन। यदि ऐना राख्नु भएको छ भने पनि त्यसले पनि अशुभ फल प्राप्त हुन्छ। र अर्को कुरा, किचनमा चाहिँ एउटै चम्चाले धेरै सामान चलाइराख्नु भएको छ, धेरै सामानले एउटै चम्चाले धेरै सामान राख्नुहुन्छ भने पनि त्यसले पनि अशुभ फल प्राप्त हुन्छ। त्यो पनि भुलेर पनि नगर्नु होला। र कुकुरको सेवा गर्नुभयो भने राहुको अशुभता नाश भएर शुभ फल प्राप्त गर्न सकिन्छ। यस्तै रोचक भिडियो फेरि पनि तपाईहरुको माझमा लिएर आउनेछु। अनिवार्य रूपमा यो भिडियो अन्तिमसम्म सुनेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद। यति बेला भने म बिदा हुने अनुमति चाहन्छु। हस्, धन्यवाद, नमस्कार, जय ज्योतिषम।